तानसेन बजार है हामी चाहिँ अहिले टक्क तरिकाले तानसेन बजार तीनमुखे पुल है पहिलो पटक गुल्मी जिल्ला इन्ट्री हान्दैछु है ल साथीहरु गुल्मी जिल्ला अहिले चाहिँ म टक्क तरिकाले ऋणीको तीनमुखे पुलमा छु हाम्रो यता पाल्पा उता चाहिँ गुल्मी उता चाहिँ स्याङ्जा को संगम स्थल ऋणी धाममा गुल्मीको खैरानी कडा छ बजार चाहिँ और यहाँ चाहिँ बजारको एरिया भएर होला बाटो चाहिँ सागर रहेछ। हेलो गाइज वेलकम टु माई भ्लग। आजको हाम्रो यात्रा भनेको चाहिँ खतरा हुँदैछ। फर्स्ट टाइम जाँदैछु त्यो ठाउँमा हाम्रो साथमा हाम्रो मिता अभिषेक मिता छ ल हाम्रो विष्णु मितासित हामी आज यात्रा कस्तो हुन्छ टक्क तरिकाले भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला ल साथीहरु। अरु चाहिँ चट्ट अब हामी चाहिँ बाइकमै भेटुने छौं है ल साथीहरु। हामी चाहिँ चट्ट तरिकाले रुमदेखि टक्क यात्रातर्फ लाग्यो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। आजको हाम्रो यात्रा भनेको 100 किलोमिटर जतिको हुँदैछ। अहिले टाइमको कुरा गर्दा हामी चाहिँ टक्क 11 बज्न आँटेको छ भने चाहिँ अहिले टक्क तरिकाले बाइकमा तेल हालेर यता बुटोल आउन आँटिसकियो। मौसम आज उज्यालो झलल्ल घाम लाएर आनन्द छ। यो बुटोल बजार चाहिँ आइयो आउनलाई तर यो बाटो जहिले पनि यस्तै नै छ। यो कहिले भइसक्यो नि भन्ने अब यहीँबाट हिँड्नुपर्छ बाटो अनि यस्तो छ। हामी चाहिँ चट्ट तरिकाले अहिले चाहिँ कोलपार्क आइयो। यताको मौसम चाहिँ चिल आनन्द उताभन्दा चाहिँ यता अलि शीतलो चाहिँ लागेको छ। अझ यता सिद्ध बाबातिर गएपछि त अझ शीतल होला ल। पहाडको डाँडा सहित हामी चाहिँ यता सिद्ध बाबातिर इन्ट्री हानिसकियो। सिद्ध बाबाजीले सबैलाई रक्षा गरून् भन्दै हामी चाहिँ यता पाल्पातर्फ लाग्यो ल। यहाँ चाहिँ यो पाल्पाको सुरु मार्ग र पाल्पातिरको सिद्ध बाबा सुरु मार्ग चाहिँ टनेल चाहिँ यहाँदेखि चट्ट उता निक्लिने छ झक्कास पाराले। पाल्पाको सिद्ध बाबा चाहिँ यहीँ धुलाले गर्दा चाहिँ चस्मा लाउनै पर्ने भयो। त्यो छ कि यो डाँडा खतरा छ क्या। यो यतापट्टिको यो सिन देख्दै अचम्म लाग्छ मलाई यार। यस्तो पनि यो छ क्या आनन्द गहिरो हो। उहाँको चाहिँ तानसेनको डाँडा हो। त्यो चाहिँ तानसेनको डाँडो हो। त्यो देखिएको तानसेन डाँडो है ल। यो चाहिँ प्रवास चट्ट तरिकाले बिल्डिङै बिल्डिङ तर यस्तो राम्रो छ कि यो ठाउँ है ल। झक्कास छ हाम्रो यात्रा। यहाँ पनि आँप फुलेर हो हेरौँ न यता पारीको सिन चाहिँ कस्तो देखिएको छ बा। मान्नै पर्छ कि सिन चाहिँ कडा छ कडा हो रे वा है अभिषेक बा। हामी चाहिँ लगभग त्यतै होला जाने होइन। हामी चाहिँ अहिले टक्क तरिकाले बोर्तुम बजारमा आइयो। यतादेखि चाहिँ पोखरा जाने यतादेखि चाहिँ तमघास रहेछ है। तमघासतर्फ हामी चाहिँ धेरै चाहिँ यो बाटो नै हिँडिरहेको थिएँ। आज चाहिँ हामी चाहिँ यताको बाटो चट्ट तरिकाले अरे वा तर कडा छ है यताको बजार चाहिँ मान्नुपर्छ। ओ तानसेन बजार चाहिँ कडा। तानसेन बजार चाहिँ बहुत खतरा देखिएछ है यहाँदेखि चाहिँ। ओहो तर यो डाँडामा चाहिँ मान्नै पर्छ तानसेन बजार चाहिँ कडा देखिरहेछ। तानसेन बजार है हामी चाहिँ अहिले टक्क तरिकाले तानसेन बजारमा छौँ। चट्टै यता तानसेनको बजार हुँदै रहेछ जाने। मलाई त खासै थाहा थिएन है। माहौल कडा छ है कडा मान्न पर्छ। यतिको चाहिँ हुन नि पर्छ फेरि। हाँस्छ नि फेरि मुस्कान तलतिरको सिन फेरि कडा देखियो छ कि यहाँदेखि फेरि अलि देखिएन क्या। तानसेनको बस पार फाइनल्ली तानसेनको बस पार यहाँ त पुरानो
खाले डिजाइनको घर रहेछ यार। तानसेनको बस पार्क चाहिँ खासै ठुलो रहन्छ। सानो तानसेनको बस पार्कलाई बिदाई गर्दै हामी चाहिँ ठाडो बाटो चट्ट तरिकाले अब चाहिँ हामी चट्ट तरिकाले तानसेन बजारलाई बिदाई गर्दै यता युपीको गाडी चलिरहेको है के हो यस्तो। ल साथीहरु हामी चाहिँ अहिले टक्क तरिकाले यता पारी चाहिँ तानसेन बजार छ। हामी चाहिँ अहिले तानसेन आइयो। यता तल चाहिँ फाँट हेर्नुहोस् यस्तो कडा सिन छ यताको। यता उस्तै छ टक्क तरिकाले तानसेनदेखि कसैले भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ चट्ट तरिकाले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। चट्ट तरिकाले आज हाम्रो यात्रा चाहिँ कस्तो भइरहेछ त टक्क हेरेर लास्टमा सल्लाह सुझाव दिनु होला साथीहरु। हामी चाहिँ यता सल्लाह गरी यस्तो कडा छ यता यता हुँदै कता कता हुँदै हुँदै हामी चाहिँ आज गुल्मी पुगिन्छ। ल कडाई एकचोटि चाहिँ मनले मानेन कि मेरो त यार। सिन चाहिँ हेरमै खतरा कडा छ। खै हिमाल नै देखियो छ तर यो उसले चाहिँ नभेटिएला। कडा छ यताको सिन चाहिँ मान्नै पर्छ। तर सिन चाहिँ कडा देखिँदो रहेछ यतादेखि यता पारी डाँडाहरू बा। ल हेरौँ त साथीहरू कस्तो देखिएछ यता चाहिँ बा। मान्नै पर्छ है मान्नै पर्छ। ल साथीहरू हेरौँ त फाँट त्यो चाहिँ के फाँट हो यार उसो के माडी फाँट हो क्या त्यो माडी हो। सिन चाहिँ कडा छ। मैले एकमा गर्दैछु हेरौँ त साथीहरू कस्तो देखिएछ बा। माथि देखिएको चाहिँ भैरव स्थान मन्दिर सबैलाई रक्षा गर्नुहोस्। भैरव स्थान मन्दिर चाहिँ माथि हामी चाहिँ टक्क तल बहुत आज चाहिँ बहुत मजा आयो है साथीहरू मजा। सिन हेरौँ न यस्तो लाग्यो त मलाई त कसम लाग्यो अर्को बेग्लै दुनियाँ। आज चाहिँ स्वर्गको संसार देखिरहेछु कि म चाहिँ आज। हामी चाहिँ जाममा परियो। जाम बाटोलाई छिचल्दै यो जोर्तेको अगाडि कटियो। अब चाहिँ यहाँदेखि रिडी चाहिँ 5 किलोमिटर छ। अब हामी चाहिँ 5 किलोमिटर बाद चाहिँ रिडी हुनेछौँ है रिडी। रिडी चाहिँ त्यहाँ तल है। हामी चाहिँ अब रिडी इन्ट्री हान्न लागिसकेका छौँ। यस्तो भइरहेछ कि भाइब चाहिँ कडा छ यो चाहिँ है। रिडी बजार चाहिँ वहाँ पारी तीनमुखे पुल ओ त्यो चाहिँ रिडीको तीनमुखे पुल कडा छ। सिन चाहिँ कडा छ। झकास हुँदैछ है झकास। यो चाहिँ रिडी बजार। हामी चाहिँ रिडी पुलमा नि गइन्छ एकलट चाहिँ। तानसेन नगरपालिका भ्रमण गर्नुभएकोमा धेरै धेरै धन्यवाद। हामीले चाहिँ तानसेनलाई बाई बाई गर्दै रिडी गुल्मी जिल्ला पहिलोपटक गुल्मी जिल्ला इन्ट्री हान्दैछु है। ल साथीहरू गुल्मी जिल्ला कडा छ है। गुल्मी जिल्लाको रिडी बजार। अब चाहिँ हामी रिडीको तीनमुखे पुल तर्फ लाग्दैछौँ है। भाइब नै छुट्टै हो रिडीको पुल है। हो त रिडीको पुल भाइबमै कडा छ। तर रिडीको पुल फर्स्ट टाइम रिडी है। रिडीको पुल है फर्स्ट टाइम। चट्ट रिडीको पुलमा फर्स्ट टाइम चट्ट हाम्रो चाहिँ सेङ्जा अनि गुल्मी पाल्पादेखि चाहिँ को साथीले सपोर्ट गर्नुहुन्छ बिपिएस भ्लगलाई चाहिँ है साथीहरू। चट्ट आएर कमेन्टमा आएर कमेन्ट बक्समा आएर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। नेपालको झन्डा फरफराउनु पर्छ कि
यता गुल्मी पाल्पा यता चाहिँ स्याङ्जाई कडा छ है कडा। साथीहरु अहिले चाहिँ म टक्क तरिकाले ऋणीको तिनमुखे पुलमा छु। हाम्रो यता चाहिँ के हो पाल्पा, यता पाल्पा, उता चाहिँ गुल्मी, उता चाहिँ स्याङ्जाको सङ्गम स्थल ऋणी धाममा टक्क तरिकाले आज चाहिँ हाम्रो चोरकाटेसम्मको यात्रा हुनेछ। फेरि पुनः भोलि चाहिँ हामी बुटोल जानेछौँ। आज चाहिँ हाम्रो भिडियो चाहिँ इन्डिङ चोरकाटे गाउँ हो कि सहर मलाई नि खासै थाहा छैन, त्यहाँ गएर इन्डिङ हुनेछ। टक्क तरिकाले साथीहरूले सपोर्ट माया देखाउनु भएको छ। यो पाल्पादेखि आयौँ, त्यो बाटोदेखि आउँदा साथीहरू यो सिन देख्दा मेरो यो मन अझै पनि त्यही जाम भएको छ। टक्क तरिकाले त्यता घुम्न आउनु होला। हामी चाहिँ यहाँदेखि उता यो ऋणी भयो, यहाँदेखि खै कतादेखि उता सेतिमेनी पनि जान सकिन्छ। उहाँ पनि उस्तै छ, म चाहिँ त्यहीको मान्छे हुँ। अहिले चाहिँ हामी यो गुल्मी जिल्ला भ्रमण गरेर फेरि पुनः बुटोल फर्किनेछौँ र फेरि केही दिनपछि चाहिँ हामी फेरि रानीमहल हुँदै अनि उता के रुद्रबेनी के हुँदै चाहिँ हामी सेतिमेडी हुँदै कैयौँ हातेमालो चोकमा जानेछौँ। साथीहरू टक्क तरिकाले माया देखाउनु भएको छ, अझै पनि मायाको खाँचो छ। सबै साथीहरूलाई माया छ। साथीहरू ऋणीको तिनमुखे पुलदेखि चाहिँ अब हामी उता चोरकाटे हिँड्दैछौँ। अघिल्तिर अभिषेक मिता छन् भने म पछिल्तिर छु। टक्क तरिकाले पछाडि देख्नु भएको चाहिँ तिनमुखे पुल ऋणीको ल यस्तै छ साथीहरू। के गर्ने, यसो कहिले काहीँ घुम्थ्यो गर्नै पऱ्यो। ल साथीहरू हामी चाहिँ यो स्याङ्जा गुल्मी र पाल्पाको सङ्गम स्थल ऋणीलाई छोड्दै यता अब हामी रुद्रबेनी तर्फ लाग्दैछौँ। टक्क तरिकाले यहाँ चाहिँ कालीगण्डकीको तिरैतिर रहेछ बाटो। यताको सिन हेरौँ न साथीहरू, यस्तो छ कि यार हेर्दा नि यार मन कस्तो सन्तोक हुने क्या। म पारी देखिएको साथीहरू स्याङ्जा जिल्ला, हाम्रो पर्वत जिल्ला त खै कतै यार देखिँदो रहेछ। यता पर्वत जिल्ला देख्नलाई कहाँ जानु पर्यो ल साथीहरू। यो चाहिँ रुद्रबेनी सङ्गम धामस्थल हो कि सङ्गम स्थलमा छौँ हामी चाहिँ। हेर्नुहोस् त कडा छ है माओ, हेर्नुहोस् त साथीहरू कस्तो देखिन्छ यहाँदेखि। यस्तो सिन देख्नलाई चाहिँ हामी पाहाडतर्फ आउनुपर्छ है। यो बजारतिर यस्तो देखिन्न। ल साथीहरू गुल्मीको खैरेनी बजार चाहिँ चट्ट तरिकाले यही नै रहेछ। बजार सानो भए पनि चट्ट तरिकाले रहेछ है। बजार चाहिँ चट्ट सानो राम्रो है। गुल्मीको खैरेनी कडा छ है बजार चाहिँ। अनि यहाँ चाहिँ बजारको एरिया भएर होला, बाटो चाहिँ साँगेर रहेछ। हामी चाहिँ चट्ट यहाँदेखि यता उर्ली खोला अनि मजुवा खै केतिर गइन्छ मलाई नि खासै त थाहा छैन। त्यहीँ पनि अनि पहिलोचोटि चाहिँ यो ठाउँमा म आउँदै हो। चट्ट तरिका ल है साथीहरू, यस्तो छ यताको माहौल चाहिँ कडा छ। माहौल चाहिँ कडा छ है, कडा है। अब चाहिँ हामी चट्ट तरिकाले यताको उल्ली खोलामा गएर चाहिँ भेट्ने है साथीहरू। ल धन्यवाद। उल्ली खोला आयौँ।
गुल्ली खोलाको पुल दरे खोला यहाँ चाहिँ गाडी बगाउने होला है। यो खोलामा चाहिँ धेरै हामीले गाडी बगाएको के न्युज सुन्थ्यौँ। खोलो भने अहिले यत्रो छ, अहिले चाहिँ पुल बनाउन ला रहेछ। यो खोला चाहिँ के अरे गाडी बगाएको न्युज अलि अस्ति नै सुनेको। सरी धन्न दरे खोलाले हामीलाई नि दह्रो बनाएन। दरे खोलो त खत्तमै छ। अब आजको यात्रा चाहिँ यतै अब इन्डिङ हुन हाम्रो आँटिसकेको छ। हाम्रो अब डेस्टिनेसन भनेको इन्डिङ हुँदैछ होइन। लगभग टाइम त हामीलाई खासै लाउन लागेन, तर हामी रोक्दै भुल्दै गर्दै आउँदा अलिकति टाइम लाग्यो। त्यही हो, हामी चाहिँ अब चोरकाटे गुल्मीको चोरकाटे त्यहीमा अब आउन आँटिएको छ है। कता हो? सिधै यता चोरकाटे बजार चाहिँ यहीँ नै रहेछ। हामी चाहिँ अब यो तरेर उता आँटै छ। अब रात पर्न आँटेर उता माथि डाँडामा घाम देखिएको छ। चट्ट तरिकाले यस्तै छ। यहाँ चाहिँ ठ्याक्क घर चाहिँ सब पुराना तरिका, सब के भन्छन् अरे ढुङ्गाले छाएको घरमा, पक्की घर नि एउटा छैन। यो चाहिँ हुनपर्छ क्या यत्तिको, बजारमा चाहिँ यति हुनपर्छ। यत्तिको चाहिँ माहौल चाहिँ हुनु पर्यो है बजारको। एउटा चाहिँ उस रहेछ कडा है कडा। यसलाई अब यसलाई घाँच्छ है। यो ऐना चाहिँ किन बङ्गाएको भने नभनौँ है साथीहरू। यो उस गरेको भिडियोमा रियाक्सन आएको बाँदर मङ्की। सो त्यसैले म चाहिँ यो ऐना बङ्गाएको हात छोडौँ न। ल साथीहरू, आजको हाम्रो यात्रा चाहिँ यहाँसम्म आएर इन्डिङ हुँदैछ। टक्क तरिकाले भिडियो के कस्तो लाग्यो अवश्य पनि कमेन्ट बक्समा आएर कमेन्ट गरिदिनु होला। कोही नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलदेखि हेर्दै हुनुहुन्छ भने युट्युब च्यानलमा सब्सक्राइब र फेसबुक पेजदेखि हेर्दै हुनुहुन्छ भने फेसबुक पेजमा लाइक र टिकटकदेखि हेर्दै हुनुहुन्छ भने टिकटकमा लाइक फलो के गर्नुपर्ने गर्नु होला। आज हाम्रो यात्रामा अभिषेक मिता थिए। अभिषेक मिता कस्तो लाग्यो आजको यात्रा? एकदम रमणी। आजको यो यात्रा भनेको बहुत मैले यस्तो होला भनेर चाहिँ सोचेको थिएँ। आजको यात्रा चाहिँ बहुत नै राम्रो भयो। चट्ट तरिकाले भिडियोमा आएर के कस्तो हुन्छ कमेन्ट गरिदिनु होला। कोही यतादेखि भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ चट्ट कमेन्ट गरिदिनु होला। ल हुन्छ साथीहरू, आजको यात्रालाई यहीँ इन्डिङ गर्न चाहन्छु। फेरि पुनः अर्को भ्लगमा भेटौँला। टाटा भयो।